स्वस्थ जीवनको लागि के खाने, कति खाने र त्यसलाई कसरी खाने र सकेसम्म के खाँदै नखाने, यसको बारेमा बताइदिनुहोस् न। हस्, धन्यवाद। एकदम महत्त्वपूर्ण प्रश्न हो यो, है। हाम्रो डे टु डे लाइफमा लागु हुने कुरा हो। यसलाई मैले एकदम सिम्प्लिफाई गरेर भन्दाखेरि के हुन्छ भने, हामी स्कुल डेजमा जाउँ, है। हामीले त्यहाँ हाम्रोमा के पढाएको हुन्छ, एउटा ब्यालेन्स डाइट भनेर पढाएको हुन्छ, है। सन्तुलित आहार, है। त्यो सन्तुलित आहार कसरी खाने भन्ने कुराहरू एकदम हाम्रो स्कुल लेभलमै सिकाएको हुन्छ, त्यो हामीले मनन नगरेको हुन्छ। त्यसमा के हुन्छ भने फ्याटको, कार्बोहाइड्रेटको, प्रोटिनको, मिनरलको, हैन, भिटामिनको सबैको कम्बिनेसन मिलाएर हामीले खाने एउटा पद्धति चाहिँ ब्यालेन्स डाइट मानिन्छ, है। त्यसमा चाहिँ के हुन्छ भने हाम्रो एकदम फेमस छ एउटा प्लेट सिस्टम भन्ने हुन्छ क्या, एउटा प्लेट मेथड भन्ने एउटा हुन्छ। त्यसमा के भन्छ भने त्यसमा चाहिँ हाम्रो एउटा प्लेट लिने खाने, हामीले जुन खाने प्लेट हुन्छ त्यसमा चाहिँ त्यसको आधा भाग चाहिँ त्यसमा चाहिँ तपाईँको सागसब्जी र तरकारीले भरिन पर्यो, है। सागसब्जी धेरै हुनु पर्यो, खाना बाहेकको पहिला आधा प्लेट चाहिँ तपाईँको चाहिँ सागसब्जी, तरकारी, फलफुल अथवा तरकारीमा त्यो उसिनेको ब्रोकली होस्, होइन, आलुको मात्रा अलिक कम हुनु पर्यो, त्यो छुट्टै कुरा भयो। तरकारी र सागसब्जीले आधा भाग भरि नहुनु पर्यो, होइन, त्यो प्लेट सिस्टममा। बाँकी रहेको आधा भागको 25%मा आधा भागमा चाहिँ एउटा कार्बोहाइड्रेट हो, एउटा प्रोटिन हो। कार्बोहाइड्रेटको सोर्समा के हुनु पर्यो, हाम्रो भात, रोटी, होइन, ढेँडो, होइन, फापरहरू हुन्छ कि कोदो हुन्छ कि के हुन्छ, कार्बोहाइड्रेटको सोर्सहरू जुन हामीले जेनरली भात, रोटी बढी नै हुन्छ, होइन। त्यसको एमाउन्ट चाहिँ जम्मा टोटलको प्लेटको हाम्रो 25% राख्ने, है त, त्यति मात्र राख्ने। त्यसपछि बाँकी रहेको 25% चाहिँ के राख्ने भन्दा तपाईँको चाहिँ हाम्रो प्रोटिनको सोर्स भनेको चाहिँ माछा, मासु, अन्डा, च्याउ, होइन, त्यो चाहिँ 25% राख्ने, है। यसरी 50-25-25 गरेर एउटा सन्तुलित जुन हुन्छ यसलाई चाहिँ प्लेट सिस्टम भन्छ। यो नै ब्यालेन्स डाइटको एउटा आधार हो, है त। यदि हामीले मेन्टेन गर्न सकियो भने हरेक खानामा लगभग सबै बिरामीलाई अथवा बिरामी नभएका सधैँ मानिसमा पनि यो सबैलाई लागु हुने खालको कुरा हो। तर इन्डिभिजुअल केही रोगमा फरक त पर्ने भइहाल्यो, है त। यो चाहिँ प्लेट सिस्टम लागु गऱ्यो भने एकदम राम्रो। त्यो बाहेकको अरू कुराहरूमा चाहिँ हामीले पानी प्रशस्त पिउनु पर्यो, 3 लिटर मिनिमम खानै पर्यो दिनभरिमा। त्यसपछि व्यायामको कुरा हुन्छ। व्यायाम चाहिँ अब धेरै गरेर मात्र राम्रो हुन्छ भन्ने छैन, कम्तीमा नै रिसर्चले के भन्छ भने आधी घन्टा हुनै पर्यो र कुनै पनि पसिना निक्लिने खालको लेभलको दिनको आधी घन्टा गरे पुग्छ, है। व्यायाम पनि त्यो रेगुलरली भयो भने त्यो शरीरलाई फाइदा गर्छ। त्यो बाहेक अरू इम्पोर्टेन्ट भनेको चाहिँ निद्रा, स्लिप, है। हामी एकदम दौडधुप गरिरहेको हुन्छौँ, है, खानपिन पनि मिलाइरहेको हुन्छौँ, तर सुताइको टाइम छैन, फुर्सदै छैन धेरैलाई, है। सुताइ चाहिँ कति भन्दा 8 घन्टा चाहिँ तपाईँको चाहिँ हाम्रो शरीरले चाहिँ 8 घन्टा स्लिप चाहिँ खोज्छ, है, निद्रा खोज्छ, है भन्छ। त्यो 8 घन्टाको स्लिप भयो भने चाहिँ स्वास्थ्य रहन मद्दत गर्छ। त्यो बाहेक अरूकोमा भनेको चाहिँ हाम्रो तनाव नियन्त्रण, है, स्ट्रेस पनि नियन्त्रण हुनु पर्यो, होइन। त्यसपछि अरू खानेकुराहरूमा नुनको मात्रा अलिक कमै राखेर खानु पर्यो, होइन। त्यसपछि अब के खाँदै नखाने त भन्दा खाँदै नखाने चिजहरूमा चाहिँ सुर्ती, चुरोट, मदिरा, होइन, यो चिज त खानै नहुने भयो। त्यो बाहेक अरू चाहिँ बजारमा पाइएको प्रोसेस्ड फुडहरू, होइन, प्रोसेस्ड फुडहरू चाहिँ नखाऊ भन्छ, होइन। त्यस्तो ससेजहरू, होइन, प्याकेटमा राखेको चिप्स, होइन, चाउचाउ, यस्तो चिजहरू हाम्रो स्वास्थ्यको लागि खासै राम्रो होइन, है। जिब्रो र सोको स्वाद होला, स्वास्थ्यको लागि खासै राम्रो होइन, होइन। प्रोसेस्ड फुडहरू खानु भएन। त्यो बाहेक अरू यो सफ्ट ड्रिङ्कहरू पनि खासै राम्रो होइन भन्छ, है। सफ्ट ड्रिङ्कमा कोक, फेन्टा, यो जुसहरूको मात्राहरू भयो, होइन, यी चिजहरू पनि खासै राम्रो होइन। यी कुराहरू मिलाइयो भने लगभग सबैलाई राम्रो गर्छ र स्वास्थ्य रहन मद्दत गर्दछ।